जय गौमाता साथीहो, यो नागर मोथा हो, मोथे। यदि कसैलाई पिसाब पोल्ने समस्या छ, पिसाब रोकी रोकी आउने समस्या छ अथवा खुट्टा पोल्ने समस्या छ भने यो अत्यन्त लाभकारी छ। यो हाम्रो वरिपरि पाइन्छ, तर हामीले लात्ताले हानेर हिँड्छौँ। यसको पहिचान के हो भन्दा यो माथि यस्तो यो यो डल्लो डल्लो दाना लागेको हुन्छ, यसलाई मोथे भनेर चिनिन्छ। यो गाईलाई बाख्रालाई खुवाउने काम गर्छन्। अझ यो गाईलाई बढी खुवाइन्छ, गाई भैँसीलाई। यो चाहिँ खास गरेर अझै नदीको छेउछाउमा पानी भएको ठाउँमा चाहिँ यो अलि ठुलो हुन्छ। यसको खाने भनेको चाहिँ यसको जरा हो, गाँठो। अहिले म कसरी खाने भनेर पनि सिकाउँछु। यो चाहिँ कस्तो छ भन्नुहुन्छ भने एकदम राम्रो छ। जस्तो यसलाई चाहिँ आयुर्वेदमा मूत्रवर्धक भनेर चिनिन्छ हैन। यो चाहिँ हजुरको विपन हो, पाचन हो र ग्राही हो यसको गुण। यो अत्यन्त फाइदाजनक छ। आयुर्वेदको दृष्टिले यसलाई एकदम राम्रो मानिन्छ। यो यसको वैज्ञानिक नाम चाहिँ साइप्रस रोन्टाडस हो हैन। यसलाई संस्कृतमा चाहिँ ग्रन्थि भनेर चिन्छन्, मुस्ता भनेर चिन्छन्, विविध नामले चिनिन्छ र हाम्रोमा चाहिँ मोथे या नगरमोथा, मोथेझार भनेर चिन्ने गरिन्छ। हेर्नुस् त यसको पहिचान। यसको तल गाँठो हुन्छ, अलि बास्नादार हुन्छ। यहाँहरुले चिन्नु भयो होला, धेरैले चिन्नु भएको छ। र यो चाहिँ कस्तो हुन्छ भन्नुहुन्छ भने यो मूत्रवर्धक हो। यसले पिसाब रोकिएको छ भने यसले खोल्दिन्छ। अनि यसले पेट फुल्ने समस्या छ भने पनि यसले कम गर्दिन्छ। जसलाई मासिक धर्मको बेलामा असाध्यै पीडा हुन्छ त्यसले यो खाने गर्यो भने यसले एकदम राम्रो गर्छ त्यसलाई। यो पेटमा किरा जसको छ यो कृमिनाशक भएको भएर यो पेटको किरा पनि मार्दिन्छ हैन। अनि जसको शरीरमा सुन्निएको छ सुन्निन पनि राम्रो गर्छ। र यसलाई चाहिँ कस्तो हुन्छ भन्नुहुन्छ भने हामीले खाने गर्यो भने जसलाई आउँ आउँछ नि, आउँ पनि ठिक गर्छ। र पखाला खाना खाने बित्तिकै दिशा लाग्ने अथवा मान्छेलाई बढी पखाला लाग्नेको लागि त यो अमृत समान छ। यो नागरमोथा हो। नागरमोथा चाहिँ यसमा अत्यन्त के हुन्छ, एक एन्टिअक्सिडेन्ट हुने हुनाले एकदम राम्रो हुन्छ। यो कस्तो हुन्छ भन्नुहुन्छ भने अल्सर जसलाई भएको छ त्यसले यो खाने गर्नुस्। अहिले जताततै छ, यो सिजनमा खानुस्, एकदम राम्रो काम गर्छ। यसलाई हामीले चिन्यौं र खायौं पनि वास्तवमै यो असाध्यै राम्रो हो। यो अब हामीले यसलाई अहिले के गरेका छौं, सबैले त्यत्तिकै फालेका छौं, यसलाई वास्ता गर्दैनौं। तर अमूल्य जडीबुटी हो नि। तपाईहरुलाई लाग्ला यो तपाईहरुले हेर्न पनि सक्नुहुन्छ, खोज्न पनि सक्नुहुन्छ। आयुर्वेदको किताब निकालेर नागरमोथा भनेर पढ्नु होला। यो असाध्यै राम्रो जडीबुटी हो र यसलाई चाहिँ खाने विधि मात्रै जान्न पर्यो। यसको यो तल गाँठा हुन्छ, यस्तो गाँठा गाँठा हुन्छ, यो गाँठा खाने हो। 4-5 ग्राम गाँठालाई चाहिँ मजाले तपाईले धुनुस्। धोएपछि यसलाई पिसेर यसमा गाँठो निस्किन्छ। जस्तो पिँडालुको तल गानो हुन्छ नि, यसको सानो हुन्छ, फेरि पिँडालु जत्रो नखोज्नु होला, सानो सानो गाँठो हुन्छ हो। त्यो गाँठा खाने हो यसको। अनि त्यो निकालेर 3 देखि 5 ग्राम तपाईले मजाले पिस्नुस्। उमेर अनुसार, अवस्था अनुसार पानीमा मजाले पिसेर यो नर्मल पानीसँग तपाईले खाने गर्नुभयो भने यसले यो खाने चाहिँ बिहान पानी खाइसकेपछिको खाली पेट हो खाने गर्नुभयो भने असाध्यै राम्रो काम गर्छ। यदि पेटमा कसैलाई किरा छ भने पहिला अलिकति भेली खानुस्, गुड सक्खर, त्यसको 10 मिनेटपछि यो खाइदिनुस्, पेटको किरा पनि मार्दिन्छ। असाध्यै फाइदा छ। यसरी खाने गर्नाले मैले अघि भने जसलाई पिसाब पोल्छ, पैताला पोल्छ, जसलाई चाहिँ महिनावारीको समयमा पेट दुख्छ, यी सबै समस्याहरुको लागि यो असाध्यै रामबाणको काम गर्छ। र खाने तरिका चाहिँ त्यही हो, मैले भने सबैले खानु होला, असाध्यै राम्रो छ। अब यसरी हामीले यसलाई जरो सहित धोयौं। धोइसकेपछि यसका यस्ता दाना आउँछन्। यो एकदम बास्नादार हुन्छ। यसलाई धुने दाना हो। यसलाई यो अब यसरी दोरोलाई साफ गरेर यो यसलाई यसरी राख्ने, मजाले पिस्ने। यो एकैछिनमा पिसिन्छ, धेरै बेर पनि लाग्दैन। यसको रेदो आयो। यसरी शुद्ध पानी हो यो। यसरी हाल्ने है। नागरमोथा आफैमा कालो हुन्छ। त्यसपछि यसलाई मजाले यसरी पिदिनुस्।
यो खाएको 1 घण्टासम्म कुनै अन्न नखानु होला, यसले एकदम राम्रो गर्छ। अहिले हाम्रो वरिपरि मोथे प्रशस्त छ, जसलाई आयुर्वेदमा नागरमोथा भन्छौँ। त्यसले अहिले भएका रोगहरूलाई चाहिँ यसले ठिक गर्छ। हाम्रो समस्या के हो भन्नुहुन्छ भने हामी त अर्कालाई चाहिँ किनेर मात्रै खाएको राम्रो हुन्छ भन्ने सोच्छौँ, तर वरिपरि भएको जडीबुटी, हाम्रो वरिपरि जडीबुटी छ, त्यसको अर्थ हामीलाई रोग छ भने प्रकृति माताले हामीलाई जडीबुटी दिनुभएको छ। अहिले कसैलाई पेट पोल्ने समस्या छ, कसैलाई खुट्टा पोल्ने समस्या छ हैन, अझ महिलाहरूलाई महिनावारीको समस्या छ, असाध्यै पेट दुख्ने समस्या छ, सुन्निने समस्या छ, खास गरेर पेटमा नपच्ने, पेट ढुस्सो हुने अनि पखाला चल्ने बढी यस्तो समस्या छ, पिसाब रोकी आउने अथवा पिसाब बन्द हुने यस्तो समस्या बढी देखिन्छ। यदि यस्तो समस्या भयो भने हाम्रो वरिपरि जडीबुटी छ, त्यो सायद मलाई लाग्छ सबैको घरमा छ। अझै त्यो पानीमा त अलि बढी हुन्छ, पानी हुने ठाउँमा नजिक नजिकमा त्यो अलि ठुलो खाले पनि हुन्छ। ठुलो सानो कुरो एउटै हो, त्यसलाई भन्छ नागरमोथा, हामी मोथे झारको नामले चिन्छौँ। त्यो कुनै दोष छैन त्यसमा, निर्दोष जडीबुटी हो, त्यो खान सक्नुहुन्छ। र हामीले लात्ताले आँडेर हिँडिरहेछौँ तर वास्ता गर्दैनौँ। तर के छ भन्नुहुन्छ भने कामै गरेन, कामै गर्न। खास कुरा के हो भन्नुहुन्छ भने हामीले जीवनभरि जे पाए त्यही खान्छौँ। वर्षभरि नपढेको एउटा विद्यार्थीले जब परीक्षा आउँछ गेस्ट पेपर पनि ल्याएको हुन्छ, टेक्स्ट बुक गाइड सारा थुपार्छ, ऊ आत्तिन्छ। त्यस्तो होइन, तपाईले खानुस्, एउटालाई 1 महिना 1.5 महिना खानुस् त तपाईको समस्याहरू समाधान हुन्छ। त्यो होइन, आत्तिनु हुँदैन। यसमा अलिकति धैर्यता र निरन्तरता चाहिन्छ, एकदम काम गर्छ। जडीबुटीले काम गर्दैन भन्ने भाष्य एकदम गलत छ। जडीबुटीले अवश्य काम गर्छ, जडीबुटीमा पावर छ, तर हाम्रो समस्या हाम्रो हो। एकचोटि प्रयोग गरौँ निशुल्क रूपमा, घर वरिपरि कुनै दोष छैन यसमा।